सबैमा नमस्कार। अहिले म मण्डनदेवपुर नगरपालिका वडा नम्बर 6 अन्तर्गत सिपाघाट तल्लो बजार नजिकै इन्द्रावती नदी किनारमा आइपुगेको छु। पारी सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका बीचमा अविरल बग्ने इन्द्रावती र सँगै हामी यता मण्डनदेवपुर नगरपालिकाको वडा नम्बर 6 मा आइपुगेको छु। यहाँले देखिरहनु भएको छ जुन यो इन्द्रेश्वर महादेव मन्दिर परिसरमा आइपुगेको छु। जुन इन्द्रघाट भनेर पनि चिनिन्छ इन्द्रेश्वर महादेव मन्दिर यहाँ जुन यो सम्पन्न भइसकेको छ मन्दिर भने यहाँ केही काम त बाँकी नै छ। र त्यसैगरी यो जुन हाम्रो मन्दिर सँगै पुरानो जुन पहिला यो मन्दिर बन्नुभन्दा अगाडि नै एउटा पार्टी बनेको थियो, त्यो पार्टी अधुरो थियो, अपुरो थियो, त्यसलाई सम्पन्न गर्नको लागि भनेर अहिले काम भइरहेको छ। हाम्रा यसका अभियन्ता यस मन्दिर संरक्षण समिति याका अध्यक्ष अर्थात् यस सामाजिक रूपमा अग्रसर हुने व्यक्ति देवीप्रसाद नेउपाने लगायत यहाँका हाम्रा सम्पूर्ण यहाँका वासी सबैको सहयोगमा र नगरपालिकाको केही सहयोगमा यो पछाडि चाहिँ भवनको माथिल्लो तल्लाको काम बनिरहेको छ। काम अधुरो छ, अपुरो छ, सबैको साथ र सहयोगको आवश्यकता पनि रहेको छ। यो भवन सम्पन्न गर्नको लागि यहाँ धेरै कामहरू गर्ने योजना लिनुभएको छ। त्यसको लागि सबैको साथ र सहयोगको अति आवश्यक पनि परेको हुँदा यहाँहरू सबैलाई एकचोटि यो काम भइरहेको ठाउँमा आएर यहाँहरूले अवलोकन गरेर के कस्तो छ योजना बुझेर यहाँहरूले आफ्नो सकेको सहर सहयोग गर्न सक्नुहुनेछ भन्दै यहाँहरूलाई म काम भइरहेको स्थलतर्फ लान चाहन्छु। मैले भन्ने जति कुरा भनिसकेको छु। अब यहाँ जुन यहाँहरूले मैले अघि भनेको जुन यो पुरानो पहिला बनेको तल्लो एक तला मात्र थियो, तलको यो पहेँलो रङ लगाइएको अहिले काम भइरहेको यो माथिल्लो तलाको काम भइरहेको छ। हाम्रो यहाँ देख्न सक्नुहुन्छ यहाँ यसरी शौचालय यहाँनिर बन्दैछ। त्यसै गरी माथिल्लो तलामा जानको लागि यहाँबाट यो भर्याङ हुँदै यहाँलाई म माथि लाग्नेछु, एकचोटि देखाउनेछु यो जुन बन्दै गरेको काम। यहाँ यसै गरी ढलान सम्पन्न भइसकेको छ एक तलाको, यो जुन दोस्रो तलाको यसरी दुईवटा कोठा निर्माण गरिएको छ। र यहाँबाट चाहिँ यो माथि जानको लागि भर्याङ राख्ने ठाउँ बनाइएको छ। दुईवटा कोठाहरू बनाइएको छ। यसको जुन ढलानको सम्मको काम भएको छ भने अरू काम बाँकी नै रहेको छ। जुन यो हामी मन्दिर देखिरहनु भएको छ यहाँले जुन अति सुन्दर ठाउँ बन्दैछ। बिस्तारै बिस्तारै यो ठाउँ धेरै पर्यटकीय अनि हामी सबैको धार्मिक धरोहर इन्द्रावती नदी किनारमा बनिरहेको यो धार्मिक स्थल हामी सम्पन्न गर्नको निमित्त यहाँहरू सबैको साथ र सहयोगको अपेक्षा पनि भइरहेको छ। यहाँबाट सबैले साथ दिनुभयो भने यहाँ धेरै राम्रो काम हुनेछ। यही भवन बन्नको लागि पनि केही यहाँहरूको सहयोगको अपेक्षा पनि गरिरहेको हामीले देख्न सक्छौँ। यहाँले यति भनिसकेपछि यहाँ हामीसँगै अहिले हाम्रो सामाजिक अभियन्ता यहाँले चिनिरहनु भएको व्यक्ति अनि हाम्रो यहाँ काम गर्ने ठेकेदार पनि सँगै हुनुहुन्छ। हामी उहाँसँग केही कुराहरू गर्नेछौँ। यो जुन भवन अघि मैले तपाईँहरूलाई भनेको भवन यो जुन अहिले मण्डनदेवपुर नगरपालिकाको र हाम्रो यहाँको उपभोक्ता समितिको लागत साझेदारीमा बनिरहेको छ। जुन यो के कसरी बनिरहेको छ र कति हो भन्ने कुरामा हामी उहाँसँग बुझ्नेछौँ। यो प्रश्न हामीलाई पनि त्यति थाहा छैन, उहाँलाई सोध्दैछौँ। नमस्कार। नमस्कार। मैले यदि भवन यो जुन हाम्रो इन्द्रेश्वर महादेव मन्दिर परिसरमा बन्दै गरेको यो पुरानो जुन भवन थियो त्यो भवनको जुन माथिल्लो तला थप्ने काम जुन अहिले भइरहेको छ त्यो कसरी भइरहेको छ, कहाँबाट भइरहेको छ, बजेटको स्रोत कहाँबाट छ, के छ, कसरी गर्नुभएको छ प्रश्न पारिदिनु होला। यसको खर्च कतिको भइरहेको छ, के छ, अवस्था कस्तो छ, अलिक थोरै छोटो रूपमा भनिदिनु होला न। बाबु यो काम गर्न लागेको ठेकेदारै जम्मा यो 10 लाखको इस्टिमेट हो नगरपालिकालाई। 5 लाख हामीलाई दिएको छ। 50 हामीले हाल्नुपर्छ, 50 नगरपालिकाले दिने। त्यसमा पनि जम्मा 10 लाखको बजेटमा 50-50मा काम भइरहेको छ भने 5 लाखको काम उपभोक्ता समितिबाट हुनुपर्ने। 5 लाख हुनुपर्ने र अब यी ठेकेदारहरू रुन्छन् कराउँछन्, अब पैसा लिए भन्छन्। अब यति यो काम भइरहेछ। अब यो सबैको साझा हो, सबै दाजुभाइले हेरिदिनु पर्ने, विचार गर्नुपर्ने जस्तो मलाई लाग्छ। हेर्छन् हेर्नुहुन्न, अब तैपनि म चाहिँ बिन्ती बिसाउन जान्छु
5 लाख रुपियाँ अब जम्मा गर्नुपर्ने छ। यी खैरबारी गराइरहेका छन्, अलिकति दिइरहेको छु। ल्याउनु भए मलाई अब भन्ने छैन। अब यो नगरपालिकाले यो सम्पन्न नभई केही पनि दिँदैनन्। अनि सम्पन्न भइसकेपछि पनि अब आधी त हामीले 5 लाख बिहोर्नै पर्छ। यो सबैको साझा हो। हामी यो मननदेवपुर यो को सबैको साझा, यो सिपा एरिया जम्मेको साझा भएको हुनाले सबैले नि गरिदिन्छन् कि भन्ने मैले आशा चाहिँ लिएको छु। अब यहाँ ठेगाएर पनि भन्छन् होइन भा, अब तपाईँले गर्नुभएको छ, अलिअलि केही पैसा तपाईँले दिनु पनि भएको छ, उयो गरेर छौँ, तपाईँ जानुहोस् बजारतिर जानुहोस्, सबैसँग हात जोड्नुहोस् भनेर भनिरहेका छन्, कराउँछन्। बाबु अब खोइ अब जान चाहिँ म जान्छु, उहाँहरूलाई बिन्ती गर्छु। उहाँहरूकै भित्र हृदयबाट चाहिँ अब चाहे 5 रुपियाँ होस्, चाहे 1 लाख होस्, चाहे 10,000 होस्, जति होस्, र कुनै घरमा पनि म जाँदाखेरि मेरो समितिका साथीहरू पनि जान्छन्, जाँदा उहाँहरूले चाहिँ विमुख गरिदिनु भएन भने म उहाँहरूलाई नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। ठिक छ, हामी सबैको साझा हो। यहाँलाई धन्यवाद। यो जुन यो इन्द्रावती नदी किनारको यो जुन हाम्रो यहाँ हाम्रो जीवनको अन्तिम समयमा पनि दाह संस्कार गरिनका लागि पनि आउने आरे घाट मसान घाट पनि यही हो, र यो जुन पार्टी त्यसैका लागि पनि हाम्रो यहाँ बानी पर्दा अप्ठ्यारो पर्दा बस्नका लागि भनेर बनाइएको थियो। यसको स्तर उन्नति गर्नुभएको छ, यहाँलाई धन्यवाद छ। यो सबैको साझा सम्पत्ति हो। यो भिडियो हेर्नुहुने सबैलाई मननदेवपुर इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका लगायत आसपासमा हुनुहुने धार्मिक आस्था राख्ने व्यक्तित्वहरू सबैले साथ हातमा हात र साथमा साथ दिनुहुन्छ भन्ने अपेक्षा पनि हामीले गरेका छौँ। यसमा जम्मै यहाँहरूले गर्नुभएको सहयोग, सबैले नगरपालिकाबाट आएको यहाँ तपाईँहरूले जुन सहयोग सङ्कलन गर्नुभएको सबै हरिसाब यहाँहरूले प्रष्ट रूपमा राखेर देखाइदिनु होला, गर्नुपर्ने छ त्यसरी गर्नु होला। सबैसँग एकचोटि सहयोग गरिदिनु होला पनि भन्न चाहन्छौँ, किनकि यो हाम्रै ठाउँ बन्दैछ, अरू कसैको लागि बनाउनु होइन, हाम्रै ठाउँ बनाउनको लागि लागिरहनु भएको छ। उहाँहरू लाग्ने व्यक्तित्वहरूलाई धेरै धेरै धन्यवाद भन्दै यस्तो काम गर्नुभएकोमा यहाँलाई पनि धन्यवाद छ। सहयोग यहाँहरू सबैजना हामी साथ र सहयोग मिल्यो भने सहयोग सबैले अलिअलि थोरै थोरै गर्दा पनि एउटा सागर बन्नेछ। साना खोल्साहरू मिलेर त यत्रो इन्द्रावती नदी बगिरहेको छ भने हामी तपाईँहरू हामी सबै मिलेर यो भवन सम्पन्न गर्नको निमित्त र यो साथसाथै केही अझ थप धेरै कामहरू यहाँ गर्दा अति सुन्दर ठाउँ बन्नेछ भन्ने आशासहित यहाँहरू सबैसँग सहयोगको अपेक्षा गर्दछौँ। केही भन्नु छ अन्तिममा? अब मैले के भन्नु, मेरो चाहिँ मिडिया बाबु चाहिँ रमेश बाबुलाई पनि धेरै धेरै धन्यवाद। यो प्रचार प्रसार गराइदिनु भएको छ, यसो उन्नति गराइदिनु भएको छ। तपाईँले प्रचार प्रसार गर्दा मलाई पनि के लागिरहेको छ भन्दा यो इन्द्रघाट भनेर विश्व चिनाउकी भन्ने धारणा राखेको छु। त्यसपछि यसलाई समाप्तपछि म प्रदेश सरकारसँग पनि गएर अनुरोध गर्छु, नगरपालिका पनि गर्छु, र यसलाई अलिक उत्थान भएर यसलाई चाहिँ एउटा पर्यटकै बनाउँदाखेरि होला कि देश विदेशले चिन्ला कि भन्ने मैले धारणा ल्याएको छु। र जुन बाबु रमेश बाबुले पनि यो जुन पत्रिकाबाट चाहिँ प्रचार प्रसार गर्नु, तपाईँको उन्नति राम्रो होस्, भलाइ राम्रो। तपाईँले जुन मेरो अनुहार देखा तपाईँको बोली सुनि जसले सुन्नुहुन्छ 2-4 पैसा जो म जान्छु र यहाँ साथीहरू जाने भन्ने सल्लाह छ, मुख बिटुलो नगराइदिनु होला, 2 रुपियाँ भयो भने 1 पैसा पनि सहयोग गरिदिनु होला भन्दै म यस मिडिया मार्फत अनुरोध गर्छु। म आउँदाखेरि खुसी साथ मलाई बोलाएर तपाईँले 5 पैसा दिए पनि म खुसी हुन्छु र यो कार्यक्रम सम्पन्न हुँदै जान्छ, यहाँ विशाल कार्य चल्दै जान्छ भन्दै यही नै भन्नु। हस्, धन्यवाद। यहाँको यो सहयोगी मनप्रति, यहाँको अभियानप्रति हामी सबै धन्यवाद छ। सबैले आशा छ सबैको साथ सहयोगमा यो सम्पन्न हुनेछ र हाम्रै ठाउँ बन्नेछ भन्दै अहिलेको लागि बिदा हुन्छौँ। नमस्कार।